सम्पूर्णमा हार्दिक नमस्कार सेवारो। यो देखिरहनुको दृश्य हाम्रा प्रिय भाइ विपिन राईको कृषि फार्म हो। यो एकदमै टमाटर चाहिँ एकदमै लोभलाग्दो अत्यन्तै राम्रो यो फुल फुलिरहेको अवस्था रहेको छ। यहाँले देख्न सक्नुहुनेछ उहाँहरूको मेहनत, उहाँको यो लागत परखी हात प्रति हामी हार्दिक नमन व्यक्त गर्दछौँ। खेती गरिसकेपछि यतिको टमाटर चाहिँ हुनुपर्छ है। होइन यतिको चाहिँ हुनुपर्छ क्या रोपिसकेपछि। मैले त झन् सुत्रीले पो कस्या साँच्ची नै राम्रो छ क्या। हामी भाइको कृषि फार्म हेर्न जाँदैछौँ है त। यहाँ इस्कुस, यता यहाँ सुँगुर, खर्सानी। खर्सानी यति राम्रो छ यहाँ। अनि होइन हौ कति राम्रो क्या खोर्सानी पनि। खै यो कुन हो मलाई पनि थाहा भएन। अनि यो चाहिँ टिप्ने सजिलो सम्झेर ल यो काँक्रा ठाउँ चाहिँ हुने के हो यस्तो अल्छी लाग्यो नि यो लाउनुलाई काँक्राले थाङ्रो चाहिँ यसरी लाउनु भएको छ है यहाँ चाहिँ। यो हो नि त तरिका। यो काँक्रा चाहिँ भाउ पाउँछ है यो लोकल नि यति राम्रो छ। फल्न सुरु भएको छ है साथीहरू, हेर्नुहोस् यहाँले देख्न सक्नुहुनेछ। यो एकदमै अर्ग्यानिक काँक्रा। भाइले चाहिँ यति मजाले व्यवस्थित ढङ्गले चाहिँ थाङ्रो लगाइदिनु भएको छ यो काँक्रालाई। चाहिँ हेर्नुहोस् है साथीहरू, काँक्रा यति मजाले सुतिराखेको छ कि यो काँक्रा चाहिँ कम्मर दुखेर एकदमै बाङ्गो भएर सुतिरहेको अवस्था छ। टमाटर चाहिँ साँच्ची नै लोभ लाग्दछ। यहाँले देख्न सक्नुहुनेछ धमाधम फुल खेलिरहेको अवस्था छ। बोट यहाँले हेर्न सक्नुहुनेछ यति मजबुत तरिकाले चाहिँ यो व्यवस्थापन गर्नुभएको छ भाइले। यो चाहिँ रुख टमाटर है। यति राम्रो बिरुवा यहाँ भाइले चाहिँ हुर्काउँदै गर्नुभएको छ। यति राम्रो छ रुख टमाटर पनि। यता हेऱ्यो टमाटर, उता हेऱ्यो टमाटर। टमाटर हेर्दा हेर्दै रिङ्गटा चल्ने गरी चाहिँ राम्रो छ क्या फेरि। वाह, नगरे के हुन्न र साथीहरू। यति राम्रो यति राम्रो यति राम्रो टमाटर छ। सबै टनेलमा फुल खेलिरहेको छ यो टमाटर। लगभग अबको
22 दिनपछि खान योग्य पनि हुनसक्छ यो टमाटर। अहिले आफ्नै हातले फलाउनु भएको अर्ग्यानिक काँक्रा हामी मिलेर एकदम मजाले मिलेर हामी खाँदै पनि छौँ।